सो हेलो एभ्रिवान। आज चाहिँ म गोठाला आएको छु है साथीहरू। गाउँघरमा गोठाला गर्न कस्तो रमाइलो हुन्छ साथीहरू। गाउँघर यस्तै छ। योभन्दा अगाडि चाहिँ पानी परिरहेको थियो, त्यही भएर आज बस्तु खोल्न पनि हल्का ढिलो भयो। पानी रहेपछि म चाहिँ बस्तु बाख्रा खोलेर गोठालातिर लागेँ साथीहरू। अब यति मजाले चढ्छ बस्तुहरू। बाख्रा चाहिँ मेरो यहाँ तलतिर छ। हाम्रो बाख्रा चाहिँ धेरै छैन साथीहरू, 4वटा मात्रै छ। धेरै थियो, बाबाहरूले बेचिदिनु भएछ सबै बाख्राहरू चाहिँ। पाल्न सकिँदैन नि त, बाबा मम्मी मात्रै हुनुहुन्छ नि घरमा, पनि घरतिर बसिराख्न पाउँदैन। त्यसैले 25-26वटा थियो बाख्राहरू, सबै बेचिदिनु भएछ। यहाँ चाहिँ मेरो गुरु दाजुहरू चढ्दै हुनुहुन्छ। अनि यो जुन देखिएको चाहिँ हाम्रो जङ्गल हो। यहाँ चाहिँ यो जङ्गलको हावाहरू फरररररररर आउँछ साथीहरू। कस्तो रमाइलो हुन्छ, कस्तो आनन्द भइरहेछ। मलाई पनि आज हावाहरू चलिरहेछ। अनि यहाँ साथसाथै मेरो बस्तु बाख्रा पनि एकदम मजाले चरिरहेछ। कुदाउँदैन नि त धेरै, नत्र कुनै बस्तु बाख्राहरू त धेरै कुद्छ र यति धेरै दुःख दिन्छ। यस्तै छ साथीहरू। गाउँघर भनेको त स्वर्ग हो, स्वर्ग। एकदम रमाइलो हुन्छ। यस्तो छ।